यो हो कमल बजार नगरपालिका। कमल बजारको एयरपोर्ट अब बन्ने क्रममा छ र यो कमल बजार साँच्चै भूगोलको हिसाबले राम्रो छ। र यहाँ चाहिँ माथि छ खै अब यो चाहिँ नि हावाबाट चल्ने इलेक्ट्रिक निकाल्ने हो कि या यहाँ एयरपोर्ट भएको हुनाले यसलाई डाइरेक्सन दिने हो हैन। यहाँको स्थानीयहरूले चाहिँ नि अहिले एयरपोर्टको डाइरेक्सन दिने काम भइरहेछ भन्छन्। र चाहिँ यहाँ हावा राम्रो लाग्छ र यो चाहिँ अलि राम्रो उचाइमा छ। हामी आज यो वैशाखको अन्तिम हप्ता चलिरहेछ, तर पनि चिसो चाहिँ तपाईको पुष माघ जस्तै छ। त्यसैले एकदम राम्रो छ। एकचोटि घुम्नै पर्ने ठाउँ कमल बजार हेर्नको लागि रमणे। यो अछाम जिल्लाको पूर्वतिर अवस्थित छ। दैलेखसँग सिमाना त यसको जोडिएको छैन, तर दैलेखको नजिकै हो।